हेलो साथीहरू, वेलकम टु माई मिनी भ्लग है। आज चाहिँ हामीले यो मोमो खाने कार्यक्रम गरेको थियौँ है। अनि त्यसले गर्दाखेरि चाहिँ आमा र म भएर यसरी मोमो बनाउँदैछौँ है। अनि मलाई चाहिँ त्यो गोलोभन्दा लाम्चो मोमो बनाउन चाहिँ इजी लाग्छ के। अनि त्यो खाँदाखेरि पनि पिठो धेरै खाइन्छ जस्तो लाग्छ क्या गोलो हुँदाखेरि। अनि त्यसले गर्दाखेरि चाहिँ म चाहिँ लाम्चो बनाउँछु, तर लाम्चो बनाउँदा चाहिँ अलिक ढिला हुन्छ क्या। अनि गोलो बनायो भने चाहिँ छिटो हुन्छ हुन चाहिँ। तर पनि म चाहिँ यहाँ लाम्चै बनाइरहेको छु है। अनि इनकेस हजुरहरू यहाँ ग्रिनफोर्ड एरियामा कसैलाई फ्रोजन मोमो चाहिएको छ भने प्लिज मलाई कन्ट्याक्ट पनि गर्न सक्नुहुन्छ है। म चाहिँ अब यो फ्रोजन मोमो बनाएर पनि बेच्ने विचार गर्दैछु। त्यही भएर हजुरहरूलाई चाहिन्छ भने चाहिँ मेरो यो ग्रिनफोर्ड एरियातिर चाहिँ म प्रोभाइड गरिदिन्छु है फ्रोजन मोमो। अनि यहाँ हेर्नुहोस्, यसरी म चाहिँ यसरी बनाउँछु मोमो है। अनि यो चाहिँ बनाएर फ्रोजन यसरी ठक्क राख्छु क्या मैले चाहिँ। अनि इजी हुन्छ नि त, कहिलेकाहीँ खान मन लाग्यो भने टक्क निकाल्यो खायो। अनि यहाँ साथसाथै मेरो छोराहरूलाई यहाँ भुलाउ है भनेर ठुलो छोरालाई यहाँ काम गराएको क्या। अनि साथसाथै यसरी अचार पनि बनाउँदैछु। यो चाहिँ मैले तेल हालेर चट्ट होइन गोलभेडाहरू प्याजहरू भुटेँ। अनि साथसाथै अनि त्यो पछि यहाँ बाहिर चाहिँ हाम्रो चामल कुट्ने कार्यक्रम पनि भइरहेको थियो। अनि मेरो छोरा हेर्नु नि त्यहाँ बाहिर, ओ माई गड, कामै गर्न दिँदैन कि आजभोलि यसले चाहिँ। अनि साइडमा उसलाई राखेको, उसलाई पनि त्यहाँ त्यो ओखलीमा कुट्नु पर्यो भनेर केही छैन। अनि मेरो भित्र पाक्दैछ मोमो, हेर्नुहोस् न, यो चाहिँ डल्लो डल्लो मोमो हो है। अनि त्यो पछि मैले चाहिँ यहाँ साथमा चटनी पनि रेडी पारिदिइसकेँ मोमो खानको लागि है। अनि मोमो चाहिँ को अचार चाहिँ एकदमै दामी भएको थियो त्यो दिन। अनि त्यति पाकिसकेर सर्भ गरिसकेपछि म चाहिँ यहाँ आमाको लागि पिठो कुट्नलाई हेल्प गर्दैछु। ओ माई गड, हेर्नुहोस् त मेरो भुँडी, ओहो अझै पनि बच्चा बसेको जस्तो भुँडी छ। यो भुँडीलाई यति एक्सर्साइज गर्छु र पनि मजाले फ्ल्याट नै नहुने क्या। यो एकचोटि नानी पाइसकेपछि चाहिँ टाइमै लाग्दो रहेछ हौ भुँडी स्याप्प हुनलाई। एनिवे, मैले चाहिँ यहाँ मिसिनले राम्ररी चामल नकुटेको भएर चाहिँ यहाँ ओखलीले चामल पिने। अनि आमाले चाहिँ यहाँ चाल्दै हुनुहुन्छ है सेलरोटीको लागि। अनि हजुरहरूको लागि सेलरोटी पनि चाहिन्छ भनेदेखि कन्ट्याक्ट गर्न सक्नुहुन्छ है हजुरहरूले। हामी चाहिँ सेलरोटी